सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो। मान्य सदस्य, आफ्नो भनाइ मर्यादामा बसेर बोल्नु होला। मान्य सदस्यलाई योभन्दा अगाडि पढ्नलाई म निर्देशन दिदिनँ, समय दिदिनँ। बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुन्छ, त्यस कारणले बस्नुहोस्। तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुख, मैले बुझिसकेँ। मैले खुट्टी हेरिसकेँ। किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन। म मान्य सदस्य परशुराम तामाङलाई समय दिन्छु, आफ्नो भनाइ राख्नुहोस्। मान्य सदस्य परशुराम तामाङ, मैले 3 चोटि बोलाएँ, यहाँले आफ्नो भनाइ केही छ भने राख्नुहोस्। मान्य सदस्यहरूले बोल्ने क्रममा स्पष्ट रूपमा सभामुखको अपमान हुने गरी जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ, यो विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूले हलबाटै मान्य सदस्यहरूलाई हाम्रो नियमावली 2083 को नियम 21 को खण्ड घ तर्फ ध्यान आकर्षण गराउँदै भर्खरै बोल्न सुरु गर्नुभएको मान्य सदस्य राजेन्द्र कुमार राईले आफ्नो भाषा सुधार गर्ने र क्षमा याचना गर्ने कुरा राख्नु भएको हुनाले के भन्न खोज्नु भएको म समय दिन्छु। यहाँ अगाडि बढ्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। मैले भाषा मात्रै मिलाउनु खोजेँ भनेको क्षमायाचना गरेको होइन। सामान्य सभामुख महोदय, आज अचम्म भयो। सभामुख यस्तो गरिमाय सदनमा आत्तिएर एउटा विषयवस्तुमा प्रवेश गर्नुहोस्। मान्य सदस्य, कुरा राखिरहेको बेलामा विषयवस्तुमा प्रवेश गर्नलाई म मान्य सदस्यलाई जानकारी गराउँछु। व्यवहार गर्नुभयो नि। तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुख, मैले बुझिसकेँ। मैले खुट्टी हेरिसकेँ। किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन। के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन? नसुनिकन तपाईँले जे एकैचोटि भन्न मिल्छ? मान्य सदस्यहरू, प्रतिपक्षका अनुभवी र दिग्गज नेताहरूबाट लोकतन्त्रको संस्कार सिकौँला, बहसको मर्यादा सिकौँला र असहमतिलाई फरक तरिकाले सम्मान गर्ने कला सिकौँला। तर सभामुख महोदय, यहाँ त कहिले जिउँदा युवाहरूलाई लास भनिन्छ भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने कुराको व्याख्या गरिन्छ। र नियम 21 को खमा प्रष्ट रूपमा लेखिएको छ। आँखा देख्नु हुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनु पर्छ कि पर्दैन? अब यो प्रश्न मैले प्रतिपक्षका बेन्चका दिग्गज नेताहरूलाई सोध्न चाहन्छु। 21 को खमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको हुँदाहुँदै जुरुक्क उठेर सभामुखले कान सुन्नु हुन्छ कि हुँदैन भन्ने कुरा त्यो नियतवश गरिएको हो कि र त्यसलाई कुन शब्दले भाषा मिलाउने हो? त्यो भाषा कस्तो हुन्छ? त्यो भाषा प्रष्ट रूपमा प्रतिपक्षका दिग्गज मान्यहरूले यहाँ प्रष्ट रूपमा भन्न पर्यो। यदि भन्न सक्नुहुन्न भने आज जुन कुरा बोलिएको छ, सभामुखले यो कान सुन्नु हुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्। यदि हटाइएन भने, यदि नहटाइएको खण्डमा राखियोस् सभामुख महोदय, ताकि इतिहासले हेरोस् कि प्रतिपक्षमा कस्ता कस्ता सभासदहरू सांसदहरू हामीले पठाइछौँ भनेर पुस्ताले देख्न मिल्ने गरी राखियोस्। यो दुईटा कुरा मध्ये एउटा कुरा गरियोस्। धन्यवाद।
भारतसँगको सीमा समस्या देशको सार्वभौमिकतासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो। प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सार्वजनिक भएकै दिनदेखि विपक्षी दलहरूले यो सदनमा लगातार जवाफ मागिरहेका छन्। विपक्षीले हप्तौँदेखि ढोका ढकढकाउँदा पनि प्रधानमन्त्रीज्यू संसदलाई ब्लक गरेर बस्नुभएको छ। प्रधानमन्त्रीज्यू, यो सार्वभौम संसद हो, कुनै सामाजिक सञ्जालको कमेन्ट बक्स होइन जहाँ आफूलाई मन लागेका कमेन्ट र प्रश्नलाई डिलिट गर्न पाइयोस्। प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरू सीमा पारीको चर्को दबाव र मानसिक त्रास झेल्न बाध्य छन्। संसदलाई व्यवस्था गर्ने यो आलटाल नीति कहिलेसम्म चल्ने हो? सभामुखले भनिदिनु पर्यो, होइन भने हजुरले रुलिङ गर्नु पर्यो। सभामुख महोदय, 5 दिनको अल्पकालीन अल्टिमेटम र 25,000 को लोभ देखाएर होल्डिङ सेन्टरका सुकुम्बासीहरूलाई ओछ्यानबाटै लखेट्नु, खाना खोसिनु यस सरकारको अमानवीय पराकाष्ठा हो। यस निर्णयले विस्थापित नागरिकहरू हत्या गर्न बाध्य छ। उचित विकल्प बिना आफ्नै सरकारको गाँस र बाँस खोज्ने सरकारलाई जनताको सरकार कसरी भन्ने? चिसोमा रोइरहेका यी नागरिकहरूको आँसुले ढुङ्गा पग्लिएला तर सरकारको मन पग्लिएन। सरकारले आफ्नो 100 दिनको कार्यकालमा 87% प्रगतिको कागजी प्रतिवेदन बुझाए पनि यथार्थको धरातल निकै कमजोर छ। यद्यपि केही प्रयासहरू निसन्देह सराहनीय छन्। शिक्षा क्षेत्रमा एसई र कक्षा 12 को नतिजा विगतभन्दा निकै छिटो समयमा प्रकाशित हुनु, स्वास्थ्यमा 977 नयाँ दरबन्दी थपिनु र सरकारी सेवाहरूलाई डिजिटल बनाउने दिशामा अघि बढ्नु आशा लाग्दो छ। शिक्षामा नतिजा छोटो आए पनि व्यापक प्राविधिक त्रुटिले विद्यार्थीहरू सडकमा आन्दोलित छन्। 19 अर्ब रुपैयाँ स्वास्थ्य बिमाको भुक्तानी रोकिँदा देशभरका अस्पतालहरूले सेवा बन्द गर्ने स्थिति आएको छ भने क्यान्सर र रेबिज जस्ता आवश्यक औषधिको अभावले नागरिकको बाँच्न पाउने मौलिक हकमाथि प्रहार भएको छ। आर्थिक सूचाङ्कहरूले सरकारको गफ धेरै काम कमको शैलीलाई उजागर गरेको छ। पुँजीगत खर्च घटेर 146 अर्बमा खुम्चिएको छ। शेयर बजार ओह्रालो लागेको छ र बजारमा महँगी अनियन्त्रित छ। स्वास्थ्य, शिक्षा र विद्युतका कर थपेर गरिबको ढाड सेक्ने गरिएको छ। सामाजिक न्यायको क्षेत्र झन निराशाजनक छ। 15 दिनभित्र दलित समुदायसँग माफी माग्ने प्रतिबद्धता 100 दिन बित्दा पनि 0% प्रगतिमा छ। सरकारले खर्च कटौतीको यस्तो नाटक रच्यो जसले कन्चुसलाई पनि मात गर्छ। तर वास्तविकता के छ भने एकातिर अस्पतालमा सिटामोल किन्ने बजेट रोकिँदैछ, अर्कोतिर आफ्ना आसेपासे पोस्न मन्त्रालयहरूमा सल्लाहकार र विज्ञका नाममा जम्बो टोली भर्ती गरेर राज्य कोषको दोहन भइरहेको छ। यो त कस्तो भयो भने घरको जग भत्किँदैछ तर मालिक बारदलीमा बसेर मोज गर्दैछ। किसान मल खोज्दैछन्, युवा रोजगारी खोज्दैछन्, व्यवसायी लगानीको वातावरण खोज्दैछन् र नागरिक न्यायका लागि माइती घरमा महिनौदेखि अनसनरत छन्। तर सरकारको गति र मति केवल भर्चुअल सामाजिक सञ्जालमा देखिन्छ। भयानक सडक दुर्घटनाहरू हुँदा संवेदना प्रकट गर्ने जागर नगर्ने सरकार टिकटकमा सस्तो मनोरञ्जन पस्किएर नवपुस्तालाई भूल भुलैयामा पार्न उद्यत छ। सिंहदरबार बाहिरका अनधिकृत व्यक्तिको हस्तक्षेप र डिप स्टेटको प्रभावले निजामती प्रशासनको मनोबल गिरेको छ भने विद्यालयहरूमा दलीय हस्तक्षेप देखिएको छ जसले विधिको शासनलाई चुनौती दिएको छ। भान्सामा महँगीको आगो बालेर जनतालाई राहतको सट्टा आहत दिने 100 दिन प्रगति होइन, जनतालाई झुक्क्याउने उत्सव मात्र हो। सभामुख महोदय, सरकारका मन्त्रीहरूले बोली व्यवहार हेर्दा उनीहरू जनताका सेवक होइन, मध्ययुगीन राज्यका सामन्त हुन्। प्रश्न सोध्नेलाई थर्काउने, आलोचना गर्नेलाई थुन्ने र कानुनलाई खल्तीको रुमाल सम्झने यो अलोकतान्त्रिक प्रवृत्ति कहिलेसम्म? हामी बुझ्छौँ उहाँहरूमा जोस छ, उहाँहरूमा जागर छ, केही गर्ने हुटहुटी छ, एक्सप्रेस हाइवेमा गाडी कुदाउन चाहनुहुन्छ। त्यसो गर्दै गर्दा गरिब जनतालाई मार्दै एक्सिडेन्ट गर्दै त कुदाउनु भएन नै। आफ्नो भनाइ छोट्याउँ मान्य सदस्य। छुट्याउँदैछु सभामुख महोदय। त्यसैले नेपाली काङ्ग्रेस यस सरकारलाई सुझाव दिन चाहन्छ र आग्रह गर्दछ, घोषणामा होइन कार्यान्वयनमा केन्द्रित हुनुहोस्, ज्ञापनमा होइन नतिजामा केन्द्रित हुनुहोस्।
सरकारलाई उसले कति पृष्ठको प्रतिवेदन छाप्यो भनेर होइन, जीवन कति सकारात्मक परिवर्तन ल्यायो भन्ने मूल्याङ्कन गर्नेछ। जनउत्तरदायी हुनुहोस्, सदनप्रति जवाबदेही बन्नुहोस्। धन्यवाद। जय नेपाल। यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।